तर तपाईँ जस्तो तपाईँलाई हेर्नलाई चाहिँ होइन स्टेज माथिबाट भन्दा नि स्टेज मुनिबाटै हेर्न रमाइलो हुँदो रहेछ। यति राम्रो मान्छेलाई हजुर अरूले नपत्याएको कि तपाईँले नपत्याएको अरूलाई? त्यो दुइटै दाइ पायटलाले मलाई हेर्दैन, जाङ्गेलालाई मैले हेर्दैन भने जस्तो कतिलाई मैले टेर्दैन, कतिले मलाई टेर्दैनन्, त्यस्तै हो। दर्शकले पत्याउनुहुन्छ होला त? त्यतिसम्म ढाँट्न चाहिँ सक्दिनँ म। अलिकति मजाको भाषामा भन्नु पर्दाखेरि होइन, नेपालमा सबैभन्दा इलिगल मानिने र नगर्नुपर्ने रुको जरा कुराहरू भनेको चाहिँ भ्रष्टाचार र सेक्स होइन, र सबैभन्दा धेरै गरिने पनि त्यही हो भने जस्तै होइन। अब राम्रो गाउनुहुन्छ, कति ट्यालेन्ट छ नि तपाईँ? राम्रो गाउनुहुन्छ, लेख्नुहुन्छ, नाच्नुहुन्छ, यतिका ट्यालेन्ट छ, कुरा लुकाउनेमा पनि उत्तिकै ट्यालेन्ट हुनुहुन्छ क्या तपाईँ? बात त सही है। अब त्यो सत्य कुरा हो। अब यस्तो छ, अब हुन्छ नि एउटा सानो कुरा, मैले त्यो कुराहरू भन्न बित्तिकै कसैको जीवनमा ठुलो हार्म हुने भएको भएर मैले चाहिँ भन्न मिल्दैन। अब म अब यति बुझ्नुहोस् कि पर्खाल पछाडिको साग एकदमै खानु मन छ, हरियो छ, तर त्यो अर्कैको करेसाबारी हो।